अनेक समुदायको एक आवाज, यो कार्यक्रम सुरक्षित समुदाय। नमस्कार। सुरक्षित समाज निर्माणको अभियानमा केन्द्रित कार्यक्रम सुरक्षित समुदायको आजको श्रृंखलामा तपाईंलाई स्वागत छ। म सबिना। दर्शकवृन्द, भूकम्पीय जोखिम तथा विपदको बेला समुदाय स्तरमा सहयोग गर्न सक्ने दक्ष उद्धारक उत्पादनको लागि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र युनिसेफले विपद व्यवस्थापन सम्बन्धी तालिमहरू दिएका छन्। हेरौं यसै सम्बन्धी एक रिपोर्ट। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र युनिसेफको आयोजनामा 5 दिने विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको छ। असोज 4 गतेदेखि 8 गतेसम्म भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको कार्यालय भवनमा चलेको यो तालिममा इरानबाट 1 जना, अफगानिस्तानबाट 4 जना, पाकिस्तानबाट 2 जना, बंगलादेशबाट 1 जना र 11 जना नेपाली गरी जम्मा 19 जना सहभागी भएका थिए। भूकम्पले भत्काएका संरचनाहरू कस्तो अवस्थामा छन्, घाइते कति जोखिम स्थानमा छ, उद्धारका लागि त्यो क्षेत्रभित्र जान हुन्छ कि हुँदैन जस्ता कुराहरूको लेखाजोखा सम्बन्धी ड्यामेज एसेसमेन्ट ट्रेनिङ DAT, सामुदायिक खोज तथा उद्धार सम्बन्धी कम्युनिटी सर्च एन्ड रेस्क्यू CSAR तथा घाइतेहरूलाई अस्पताल पुर्याउनु भन्दा अगाडि चाहिने आधारभूत आकस्मिक उपचार सम्बन्धी बेसिक इमर्जेन्सी मेडिकल रेस्पोन्स BEMR का लागि प्रशिक्षक तालिम उनीहरूलाई दिएको हो। समुदाय लेभलमा चाहिँ मान्छेहरूलाई कसरी खोज तथा उद्धार, त्यसै आकस्मिक उपचार, त्यसपछि चाहिँ घरको लेखाजोखा, क्षतिको लेखाजोखा गर्ने भनेर यो प्रोग्रामहरू जस्तै CSAR भन्छौँ, कम्युनिटी सर्च एन्ड रेस्क्यू, BEMR बेसिक इमर्जेन्सी मेडिकल रेस्पोन्स, DAT ड्यामेज एसेसमेन्ट ट्रेनिङ भनेर बेसिक लेभलको दिँदै आएको छ। यही सन्दर्भमा चाहिँ हामीले धेरै समुदायलाई दिइसकेका छौँ, धेरै अर्गनाइजेसनलाई दिइसकेका छौँ, धेरै एम्बेसीहरूलाई पनि दिएका छौँ र अहिलेको यो ट्रेनिङ भनेको चाहिँ युनिसेफको यहाँ यो रिजनल अफिसको स्टाफहरूलाई दिएको हो यही ट्रेनिङ। तर यो ट्रेनिङ, यो बेसिक ट्रेनिङहरू अघि मैले भने यसमा उहाँहरूले चाहिँ हामीलाई के रिक्वेस्ट गर्नुभएको थियो भने त्यसको लागि उहाँहरूले पनि पछाडि अरूलाई पढाउन सक्नुहोस्, ट्रेनिङ सञ्चालन गर्न सक्नुहोस् भनेर उहाँहरूलाई चाहिँ प्रशिक्षक बनाउने गरी सिकाउनु पर्यो भन्ने हुनाले हामीले चाहिँ यो 5 दिनको ट्रेनिङ गरेका थियौँ। सहभागीहरूले विपद व्यवस्थापनका लागि यो तालिम निकै महत्वपूर्ण रहेको बताउँदै आफ्नो देशमा गएर यो सिप अरूलाई सिकाउने र हरेक विपदमा यसलाई लागू गरी सहयोग पुर्याउने बताएका छन्। If you make the community aware of what they should do at a time of emergency, I think that the human being damage will be minimized. We have learned how to rescue the people, and we have also learned how to search the people who have been affected in the consequences of the earthquake. And then we have also learned the first medical support and response to the affected people which may have affected due to the armed conflict. आफूमा कन्ट्रोल हुनु पर्यो हैन, अनि आफूले चाहिँ अब यो गर्न सक्छु भन्ने हुनु पर्यो के। अब आफूले थाहा भए पनि अब घरभित्र बसेर त त्यो काम भएन नि त हैन। सो त्यो कन्फिडेन्ट हुन सक्यो कि मैले त्यो त्यहाँ गएर सबैलाई चाहिँ यसरी इन्स्ट्रक्ट गरेर चाहिँ एज अ कम्युनिटी रेस्पोन्डर मैले यो राम्रोसँग गर्न सक्छु भन्ने चाहिँ एउटा कन्फिडेन्स चाहिँ आफूमा डेभलप हुनुपर्छ। 12 गतेको भूकम्पपछि नेपाली समुदायमा पनि यस्ता तालिमहरूको आवश्यकता महसुस भएको छ। समुदायमा 1 जना मात्र तालिम लिएको उद्धारक हुने हो भने पनि धेरै सहायता पुग्ने भएकाले समुदायमा थप उद्धारक उत्पादन गर्न सकियोस् भन्दै यो प्रशिक्षकको तालिम उनीहरूलाई दिएको हो। यो सबै पार्टिसिपेन्ट्सहरू भोलि गएर आफ्नो देशमा चाहिँ एज अ इन्स्ट्रक्टरको रूपमा काम गर्छन्। इन्स्ट्रक्टर भन्नाले अब त्यहाँ गएर विभिन्न ट्रेनिङहरू फेसिलिटेट गर्ने। विपद जोखिम व्यवस्थापनका लागि एनसेटले गरिरहेको क्रियाकलाप साँच्चै उल्लेखनीय छन् र यस्ता अभियानमा सहभागी भई समुदायको सुरक्षामा जो लागिरहेका छन् उनीहरूको भूमिका त झनै महत्वपूर्ण छ। तसर्थ यस्तै तालिमहरूबाट हरेक समाजमा दक्ष उद्धारकहरू उत्पादन गर्न सके विपद जोखिम व्यवस्थापनमा अझ बढी उपलब्धि हासिल हुने देखिन्छ। दर्शकवृन्द, नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा व्यवसायी तथा आबद्ध सरोकारवालाहरूले भव्य रूपमा 36औं विश्व पर्यटन दिवस देशभर मनाइरहेका छन्। तर वैशाख 12 को भूकम्पले पर्यटन क्षेत्रमा पुर्याएको असरका कारण यस वर्षको विश्व पर्यटन दिवस विगत वर्षका भन्दा केही भिन्दै तरिकाले मनाइयो र मनाइँदैछ। हेरौं एक रिपोर्ट।
विश्वभर एकैसाथ मनाइएको विश्व पर्यटन दिवस नेपालमा मनाइरहेको दृश्य हो यो। यतिखेर व्यवसायीहरूले विनाशकारी भूकम्पले पर्यटनमा दिएको चोट र पीडा भुलिरहेका छन् र नाचिरहेका छन् पञ्चेबाजाको तालमा छमछमी। हो, व्यवसायीहरू आफू यही बाजाको तालमा झुमिरहेका छन् र भुलाउने प्रयास गरिरहेका छन् पर्यटकहरूलाई। विश्वभर मनाइएको पर्यटन दिवसको यस वर्षको नारा 1 बिलियन टुरिस्ट 1 बिलियन अपर्च्युनिटी भन्ने हो। तथापि यो नारालाई आत्मसात गर्दै नेपालले भने भूकम्पको पीडा बिर्साउनकै लागि यस वर्षको विश्व पर्यटन दिवस भव्य रूपमा मनाएको छ। पर्यटन दिवसको मार्फत पनि अन्तर्राष्ट्रिय जनसमुदायलाई हाम्रो देश सुरक्षित छ, घुम्नका लागि उपयुक्त वातावरण छ, तपाईँहरू आइदिनुहोस्। हामीलाई त्यो भूकम्पबाट अन्य सहयोग गर्नुभन्दा पनि पर्यटक आइदिएर तपाईँले सहयोग गर्नुभयो भने चाहिँ नेपालीलाई ठुलो गुण लागेको हुनेछ भन्ने ढङ्गले नै हामीले यो पर्यटन दिवस चाहिँ मनायौँ। यो दृश्य काठमाडौँको हो। देशभर यसै गरी विश्व पर्यटन दिवस मनाइयो र नेपाल सुरक्षित रहेको सन्देश विश्वभर फैलाइयो। नेपालमा आएका पर्यटकहरूलाई दिवसकै सन्दर्भमा विमानस्थलहरूमा फूलमालाले स्वागत गरियो, होटलमा बस्नेहरूलाई छुट उपलब्ध गराइयो, निशुल्क र्याफ्टिङको व्यवस्था गरियो र जे जसरी हुन्छ पर्यटकलाई खुशी तुल्याउने प्रयास भयो नेपाल सरकार तथा त्यस मार्फतका निकाय र निजी व्यवसायीहरूका तर्फबाट। देशभर जे जसरी विश्व पर्यटन दिवस मनाइए पनि सबैको एउटै लक्ष्य थियो कि नेपाल सुरक्षित छ र विनाशकारी भूकम्पपछि पनि नेपालका धेरै गन्तव्यहरू सुरक्षित छन् भन्ने देखाउनु, बुझाउनु। सरकारले समेत विश्व पर्यटन दिवसकै सन्दर्भमा भूकम्पले भत्काएका भौतिक पूर्वाधार मर्मत सम्भार तथा पुनर्निर्माणसँगै पर्यटन प्रवर्धनका लागि विशेष रणनीतिक योजना अघि सारेको छ। पर्यटन मन्त्रालयले पर्यटकीय गन्तव्यको विकाससँगै थप नयाँ गन्तव्यको प्रवर्धन गरी अधिक पर्यटकीय लाभ लिने गरी कार्ययोजना ल्याएको बताएको छ र यस वर्षको दिवस पनि पुनर्निर्माण र प्रवर्धनमै केन्द्रित रह्यो। हाम्रा विनाश भएका हाम्रा सम्पदा, हाम्रा स्मारकहरूलाई चाहिँ रिबिल्ड गर्नुपर्ने जरुरी छ भनेदेखि प्रवर्धनको लागि चाहिँ हामीले डोनरहरू, पर्यटन क्षेत्रमा लागेका डोनरहरू, अन्तर्राष्ट्रिय मिसनहरू, मिडियाहरूलाई चाहिँ सँगै साथमा राखेर यसको प्रचार प्रसार पनि अलिकति इन्टेन्सिभ रूपमा गर्नुपर्ने मैले जरुरी देख्दछु। सरकारको योजना अनुरूप भूकम्पबाट प्रभावित 11 जिल्लाको पर्यटनलाई पुनरुत्थान गरी पूर्वावस्थामा फर्काउन पुनर्निर्माण र नवनिर्माणका कार्यलाई तीव्रता दिइनेछ। भूकम्पबाट सांस्कृतिक सम्पदा र विभिन्न पर्यटकीय गन्तव्य सहित 1 खर्ब 1 अर्ब क्षति भएको र जसको पुनर्निर्माणका लागि 60 अर्ब चाहिने मन्त्रालयको भनाइ छ। यसैको लागि पर्यटन मन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रवर्धन समिति गठन गरिएको छ र जसका संयोजक हुन् योगेन्द्र साक्य। पुनर्निर्माण भइरहेछ, सबै चिज राम्रो भइरहेछ, भत्केको चिज बनाइरहेछ। किनभने पहिला त नेपालमा यो भूकम्प जाँदाखेरि जति पनि यहाँ न्युजहरू आए उनीहरूले त जम्मै भत्काएको देखाएको हो। अब त्यसको चाहिँ नि बनाएको देखायो भने त्यो कन्फिडेन्स बिल्डिङ अटोमेटिकली हुन्छ। विनाशकारी भूकम्पपछि सुरक्षित नेपालको सन्देश विश्वभर फैलाइरहँदा अब बन्ने निर्माणहरू सुरक्षित रहनुपर्नेमा पनि व्यवसायीहरूको जोड छ। पुर्खाले निर्माण गरेका र अब बन्दै गरेका संरचना अनि गन्तव्यहरू सुरक्षित बन्नुपर्ने उनीहरूको सुझाव छ। नेपाल प्राकृतिक, सांस्कृतिक तथा धार्मिक हिसाबले त धनी थियो र छ नै, तर अब आवश्यकता छ त नयाँ बन्ने संरचनाहरूलाई बलियो बनाउन, सुरक्षित नेपालको सन्देश विश्वभर फैलाउन र नेपाल कुनै पनि विपदसँग सजिलै जुझ्नका लागि पूर्व तयारीमा छ भन्ने सन्देश दिन। यति गर्न सके अवश्य पनि पर्यटक आगमन वृद्धि गर्नको लागि ठूलो टेवा पुग्ने देखिन्छ। भूकम्प पछिको पर्यटन क्षेत्र पर्यटन प्रवर्धनका लागि भइरहेका गतिविधिहरू र पर्यटकीय गन्तव्यलाई सुरक्षित बनाउन गरिएको प्रयासमा केन्द्रित रिपोर्टपछि अब पालो भएको छ छोटो सन्देशमूलक विश्रामको। नानु के भयो? कन्डा अंकल, आउनुस् न अंकल, मेरो सानको लागि घर बनाइदिनुस् न। हेर नानु, घर बनाउनु अगाडि समतल जमिन अनि बलियो दग हुनुपर्छ अनि घर भनेको सही सामान छानी बनाउनु पर्छ। घरको आकारमा पनि ध्यान दिनुपर्छ। जहिले पनि तलदेखि माथिसम्म उस्तै आकारको घर बनाउनु पर्छ। ल हेर, अब तिम्रो सानो यो घरमा सुरक्षित हुन्छ। धन्यवाद कन्डा अंकल।
यसरी नै हामीले आफ्नो घर बनाउँदाखेरि भूकम्प प्रतिरोधात्मक घर बनाउनु पर्छ र आफ्नो परिवारलाई सुरक्षित राख्नुपर्छ। विश्रामपछि कार्यक्रम सुरक्षित समुदायमा पुनः स्वागत छ। कार्यक्रममा अब हामी 36औं विश्व पर्यटन दिवस मनाइरहेका विभिन्न पर्यटन व्यवसायीहरूको धारणा प्रस्तुत गर्छौं। हामीले उनीहरूलाई सोधेका छौं, नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउन के गरिरहनु भएको छ। हेरौं उनीहरूको धारणा यो जनआवाजमा। ठाउँ-ठाउँमा हामीले जुन कार्यक्रम गऱ्यौँ, जुन अन्तर्राष्ट्रिय समुदायबाट जुन पर्यटकहरू आए, जुनले एक्टिभली पार्टिसिपेट गरेर उनीहरू आफैले पनि बोलिरहेछन् कि तपाईँ सुरक्षित छ, खास केही समस्या छैन भन्ने कुरो जुन हामीले त्यो प्रदर्शन गर्न सक्षम भयौँ। अब बन्ने भवनहरूमा अथवा अब मेन्टेन हुने जुन जीर्णोद्धार भवनहरूमा चाहिँ उच्च प्रविधि मार्फत बनाउने गरी नेपाल सरकार अगाडि बढेको हुनाले भूकम्पीय दृष्टिबाट चाहिँ असुरक्षित छ भन्ने म चाहिँ एज अ व्यापारी, एज अ इन्टरप्रेनर्सको रूपमा त्यो ठान्दिनँ र पर्यटकहरूलाई चाहिँ नेपाल भ्रमण गर्न ढुक्क सुरक्षित महसुस गरेर भ्रमण गर्नको लागि चाहिँ म आग्रह गर्छु। बुझाउने कुरो पहिलो रहन्छ, उहाँहरूलाई चाहिँ एकदम सुरक्षित छ, यहाँ चाहिँ ऊ छ, राम्रो छ भन्ने त तपाईँहरू मिडिया नै पहिलो हुनुहुन्छ। अनि उहाँहरू आइसकेपछि दिने कुराहरूमा चाहिँ उहाँहरूलाई अब चाहिँ हामीले चाहिँ अब यसको संरचना राम्रो छ, हामीले यो होटल यसरी बनाएको होटलहरू छ, फलान होटल राम्रो छ, अब सबै होटलहरू चाहिँ नहोला, सबै होटलहरूको संरचना ठिक नहोला, अब कोही होटलहरू चाहिँ यसरी बनाएको छ, यसको चाहिँ पिल्लरहरू राम्रो छ, अथवा यसमा चाहिँ रडहरू राम्रोसँग परेको छ, यसको संरचना राम्रो छ, तिमीहरू सुत्दाखेरि राति त तिमीहरूलाई चाहिँ भूकम्पले चेपेर मार्दैन भन्ने कुरो चाहिँ हामीले उहाँहरूलाई बुझाउन सक्नुपर्छ। खास पर्यटकहरूले हेर्ने चिजहरू केही क्षति भए पनि त्यसको चाहिँ मुख्य पार्टहरू चाहिँ अहिले पनि सुरक्षित छ र हामीले सेवा दिने कुरा होटलहरू, ट्रान्सपोर्टहरू, बाटोघाटोहरू चाहिँ जस्ताको तस्तै छ। त्यस कारणले पर्यटकहरूलाई चाहिँ नेपालको प्राकृतिक सुन्दरता कहीँ पनि बिग्रिएको छैन, किनभने पहाड ढलेर पुरै नदेखिने, हिमाल चाहिँ हिउँ पग्लेर जिरो हुने त्यस्तो केही पनि भएको छैन। जस्तो सुन्दरता थियो त्यो सुन्दरता छ, आज पनि छ, हिजो पनि थियो, भोलि पनि रहन्छ। त्यसलाई चाहिँ केही गर्न सकिन्न, त्यो चाहिँ सुरक्षित छ भनेर हामीले चाहिँ अब विभिन्न ठाउँमा निजी सामाजिक संस्था व्यक्तिगत जुनसुकै तरिकाले पनि त्यसलाई पहल गरिराखेको छ। अस्तिको भूकम्पकोले चेतेको हुनाले, अस्तिको भूकम्पले अलिकति पाठ सिकाएको हिसाबले हामी चाहिँ तयार नै छौँ। अब अहिले भइरहेको एक्जिस्टिङ जुन संरचनाहरू छन् त्यसलाई चाहिँ गभर्मेन्टले पनि चाहिँ सुरक्षित भनेर धेरै जसोलाई स्टिकर दिइसकेको अवस्थामा चाहिँ हामी सुरक्षित छौँ र अन्तर्राष्ट्रिय संस्थाहरूले पनि आएर एभरेस्ट, अन्नपूर्ण लगायतका ट्रेकिङ ट्रायलहरू पनि सेफ छ भनेर एउटा प्रमाणित गरे अवस्थामा चाहिँ हामी चाहिँ प्रिपेयर नै छौँ भन्ने लाग्छ। हाम्रो पूर्वाधारहरू, होटेलहरू, व्यवसायहरू अलमोस्ट धेरै म्याक्सिमम चाहिँ सुरक्षितै छ। हाम्रो होटेलको पूर्वाधारहरू, होटेलहरू अलमोस्ट ठमेलमा लगायत बाहिर पनि सबै होटेल सुरक्षितै छ। हाम्रो पूर्वाधारहरू बलियो छ, राम्रो छ। म आफै पनि होटेल व्यवसाय पनि भएको नाताले हामीहरूको चाहिँ एउटा चाहिँ भनौँ न भूकम्पलाई चाहिँ थ्याक्न सक्ने किसिमको बलियो पूर्वाधार भएको होटल छ। त्यो भएले पर्यटकहरू चाहिँ त्यो आएर चाहिँ अब भनौँ न भूकम्प आउँछ कि भनेर डराउनु पर्ने स्थिति छैन, तापनि सजग चाहिँ हुनै पर्नेछ। पर्यटन व्यवसायीहरूको यो धारणासँगै आजको लागि कार्यक्रम सुरक्षित समुदाय यति नै। पर्यटनको प्रचार प्रसार र प्रवर्धनसँगै यस क्षेत्रको विपद व्यवस्थापनका लागि सम्पूर्ण व्यवसायी तथा सरोकारवाला सबैले सक्रिय भएर लाग्न जरूरी छ र नेपाल पर्यटकीय हिसाबले विश्वकै उत्कृष्ट गन्तव्य मात्रै नभई सुरक्षित गन्तव्य बनाउनु पनि तपाईँ हाम्रो दायित्व हो। हवस् त, समुदायको सुरक्षामा केन्द्रित नयाँ विषयका साथ अर्को साता पुनः आउनेछौं। आफू बच्नुहोस्, अरूलाई बचाउनुहोस्। नमस्ते।